सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्सियोस् महाराज। हात नलम्काई बक्सियोस्, आँखा नचम्काई बक्सियोस् र आफ्ना सन्न मुसन्नहरूलाई नचलाइ बक्सियोस्। र यदि सन्न मुसन्नहरूलाई नै चलाउने हो भने, यदि सन्न मुसन्नहरूलाई नै अगाडि लिएर आउने हो भने महाराजले नै श्री पेज उतारेर सिंहासनमा राखेर मैदानमा नेता भएर आउनु पर्यो ताकि प्रतिद्वन्दिता गर्न सकियोस्। यसो भएको हुनाले यो त बाध्यताको कुरा हो। र यदि अघि मैले अनुरोध गरेँ यहाँहरूसँग कि राजासँग प्रश्न गर्ने हो भने मलाई लाग्छ सायद राजाले पनि भन्ने छन् कि यो त एउटा बाध्यताको कुरा हो। म त कहाँ कम्युनिस्ट मान्छु। राजा एउटा शक्ति हो, कम्युनिस्ट अर्को शक्ति हो। अनि त्यसमा के त्यस्तो नियतिले निश्चित गरेको छ कि हामीले नै राजाप्रति जमलाहात गरेर उभिनु परोस् र राजाले भने हामीतिर जमलाहात गर्नु नपरोस्? त्यसो हुँदा यो पारस्परिक सवाल हो। अहिले त राजाले पनि हामीलाई समाप्त पारेर चाहेका थिए, सकेनन्। सकेको भए राजाले हामीलाई यस ढङ्गले मैदानमा आउन दिने थिएनन्। धेरै ठाउँले समाप्त पनि पारे र कुनै पनि फटाले राजाको अनुकम्पा गरेर यो प्रजातन्त्र आएको छ भने प्रचार गर्छ भने गर्दै रहोस्। चैत 27 गते गिरिजा बाबुको पनि त्यस्तै खालको बनाइ थियो। तर पनि दुनियाँलाई थाहा छ कि 2046 साल फागुन 7 गतेदेखि चैत 26 गतेसम्ममा यहाँ सयौं आन्दोलनकारीहरू जुन हताहत हुनु पर्यो, त्यो अरू कसैको आदेशले होइन। त्यो मरिचमार्गको कुनै त्यस्तो बुता थिएन कि मान्छे मार्ने आँट गरोस् त्यसले। त्यो त महाराजको कृपा हो। भने यत्रो घोडामा सवार भएर मदले मात दिएर आँखा चिम्लिएर 30,000 भन्दा बढ्ता मान्छेहरू मारेर भए पनि पञ्चायतलाई जोगाउनु पर्छ भनेर भन्ने महाराज र महारानीहरू घोडाबाट उर्लिएर आन्दोलनकारीहरूसँग सम्झौता गर्न आउनु पर्यो। महाराजले बादशाहले घोडाबाट ओर्लिएर जनतालाई जमलाहात गर्नु पर्यो। त्यसो हुँदा यो अनुकम्पाले आएको प्रजातन्त्र होइन। र अब पनि यो थाहा पाएर केही बिग्रिँदैन। तर मैले भन्न खोजेको कुरा के हो भने यो बाध्यताको कुरा हो कि हामीले यस बेला राजासँग सम्झौता गर्न परेको छ। र अब यो बाध्यतापूर्वकै सम्झौता गरेको भए पनि हामी फेरि वचनबद्धताप्रति इमानदार भएर उभिन चाहन्छौँ।